किन उसले भन्नु चाहिँ नपरो बेना मैले कहिले भन्दै त्यस्तो फोटा किन बसियो त फेरि भिडियोमा आऊ बस्दिनँ म भिडियोमा किन भिडियो तपाईँले दुनियाँको थाई हेर्ने दुनियाँको त्यो जाङ्रा हेर्ने अनि म आएर तपाईँले थोपडा देखाउनु ल म पनि त्यसमा उसमा बस्छु फोटामा बस्छु ल नाटक धेरै म नबजी त मौकामा चौका हानेर दुनियाँ केटीसँग मस्किँदो रहेछन् नि खुब छालाको बन्दुक छ भनेर लोभ नदेखाउने शिवजी म नेक्स्ट टाइम तपाईँ कुनै केटीसँग मस्केर देख्यो भने लौ यो बिग्मिया थियो र फेसमा आउनु है नाटक नगर्ने तपाईँ किन तिमी किन नआउने तिमी फोटा आउने म किन फेसमा आउनु छिटो आउनु भेना हेर है भेना आएन नि म शिवजीले के गरौँ गाइज के गरौँ भन त टेडेन होइन त मलाई गाइज शिवजीले सबजनाले फलो गर्नु त मलाई ल सबैजना साथी डबल ट्याप पनि गर्दै जाम है डबल ट्याप पनि गर्दै जाम मेरो साथी गाइज मेरो यस्तो मन दुखेको छ होइन गाइज एकैछिन म फोन चार्जमा छ कि त्यही भएर हो म यो गेम सकिने बित्तिकै म फेसमा आउँछु ठिकै छ शिवजीले अहिले मलाई त अचम्म लाग्यो शर्मिला वाइफाई दिदीको भेजेर बसेको यिनले शर्मिला दिदी म यहाँ हुँदै म यहाँ त्यस्तै राम्री कल गलाउँदै भर्खर कि बिउ हुँदै शर्मिला दिदीलाई हेर्ने भनेपछि त काँदे शिवजी काँदे छ्या यस्तो पापी नजर लाउनु भयो शिवजीले यस्तो गर्नुभन्दा अगाडि मैले देख्नुभन्दा अगाडि मेरो 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 किन दुर्गति भएन मेरो मेरो किन दुर्गति भएन भगवान मलाई 24 घण्टा बोलेको कुनै कुनै कुरा सत्य हुन्छ धेरै त बार नभन्ने गर राम्रो होइन 24 घण्टामा एकपटक मान्छेको मुखमा सरस्वती हुन्छन् कहिले पनि आफ्नो ब्याट आफैले सोच्ने होइन मजाकमा पनि बुझ्यौ त्यस्तो हुन्छ त्यही भएर आफूलाई म नभए के भयो त तपाईँ खुसी हुन्छ तपाईँ खुसी भएर बस्नुहुन्छ तपाईँ होइन तपाईँ खुसी भएर बस्नुहुन्छ दुनियाँ केटीको साप्रा हेर्नु होला पछाडिको कन्डो हेरेर बस्नु सबै चिज हेरेर बस्नु म त किन चाहियो र तपाईँलाई मैला आउने हेर त गाइस मैले केही भने पनि छैन दुनियाँ केटीहरूलाई हेर्ने यो गर्ने राम काँदे भगवान काँदे छ्या यस्तो दुर्गति पनि देख्न पाइँदो रहेछ म नबुझी त मस्केर 80 एउटाले बिउको हुन् भन्दाखेरि म त चिन्दिनँ बिउलाई रे